नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। हाम्रो यस च्यानलमा दैनिक सुन चाँदी दरको बारेमा अपडेट आउने गर्दछ। आज पनि आजको दिनमा सुन चाँदी दरको अवस्था के छ, हिजोको तुलनामा घटेको छ या बढेको छ, सबै अपडेट लिएर हाम्रो च्यानलमा भिडियो आइसकेको छ। हाम्रो भिडियोलाई पुरापुरी हेरेर साथ दिनुभयो भने तपाईहरुलाई पक्कै पनि थाहा हुनेछ कि आजको दिनमा सुनको भाउ कति छ र चाँदीको भाउ कति छ। सबै अपडेट हाम्रो भिडियोमा रहनेछ। पछिल्लो समय सुनको मूल्य 2,70,000 भन्दा माथि गएको थिएन। त्यस्तै चाँदीको मूल्य पनि प्रति तोला 5,000 रुपैयाँ भन्दा माथि गएको थिएन। तर पछिल्लो समय सुनको भाउले पनि नयाँ रेकर्ड बनाएको छ, चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। त्यसैले पनि आजको भिडियोमा तपाईहरुलाई आजको दिनको सुन चाँदी दरको बारेमा अपडेट पुरापुरी रहनेछ। आज मिति 2082 साल पुस 30 गते बुधबार। आज चाँदीको मूल्य 315 रुपैयाँले बढेको छ। हिजो चाँदीको मूल्य 5340 रुपैयाँ रहेको थियो भने आज मूल्य 5655 पुगेको छ। हिजो चाँदीको मूल्य 10 ग्रामको 4578 रुपैयाँ रहेको थियो भने आज 10 ग्रामको 4848 रुपैयाँ रहेको छ। त्यस्तै सुनको मूल्य आज 1500 रुपैयाँले बढेको छ। हिजो रहेको थियो 2,76,500 भने आज 1500 रुपैयाँले बढेर 2,78,000 पुगेको छ। त्यस्तै सुन 10 ग्रामको मूल्य हिजो रहेको थियो 2,37,055 रुपैयाँ र आज 10 ग्रामको मूल्य रहेको छ 2,38,340 रुपैयाँ। समग्रमा भन्नुपर्दा चाँदीको मूल्य आज 315 रुपैयाँले बढ्दाखेरि सुनको मूल्य 1500 रुपैयाँले बढेको छ। भोलि माघे संक्रान्तिको अपडेट आउनेछ। हामी आजलाई बिदा माग्छौँ। नमस्कार।